Hello everyone, good morning. It's me Jordan. Happy New Year 2023 to everyone. है ना अनि यो भिडियोको थम्बनेल हेरेर तपाईहरुले थाहा हुनुभयो होला कि what we are going to do today. हैन we are going to new place called Jaigaon हैन अनि which is border of Bhutan and India है. So yeah अनि बिहान उठे हैन अनि ब्रेकफास्ट खाइसक्यो आज ब्रेकफास्ट अनि बटर जाम हैन विथ मिल्क टी है. इट वाज ब्युटिफुल डेलिशियस ब्रेकफास्ट है. अनि अब अहिले चाहिँ मी एन्ड फ्यु अफ माई फ्रेन्ड्स हैन हामी 5-6 जना छौं अनि इट्स आवर फर्स्ट टाइम गोइङ टु जयगाउँ है. सो आई होप इट्स गोना बी फन and I hope you will like this video. Yeah, so let's go. गाइस हामी चाहिँ गएकै आङ्गीमा र म चाहिँ गएको खै साथीहरु 3-4 जना थियो खै कहाँ गयो थाहै छैन. लेट्स नट वेस्ट आवर न्यू इयर हैन एन्ड ह्याभ फन. हेलो गाइस, सो हामी गाडी पर्खेर बसिरहेको छौँ अनि हाम्रो साथीहरू चाहिँ अघि पछाडि रहेछ कि कहीँ उनीहरूले हामीलाई प्राङ्क गर्यो गइसक्यो भनेर. एकछिन त कस्तो कस्तो भयो आउँदैछ साथीहरू. अनि दिस वे इज सिलिगुडी है अनि राइट नाउ वी आर गोइङ दिस वे. यहाँदेखि सिधै गएपछि चाहिँ पुग्छ है जयगाउँ भुटान. Hasimara, Hasimara, Alipur, Kantin, Hamilton, Alipur, Vipar, Hasimara, Alipur. Midai, Tilmidai, Tilmidai. Tilmidai. No, that's it. Doctor के लिए आस्ते आस्ते हाँ ना लगा कहना थोड़ा सा हिसाब आस्ते जिला में ऐसा दस देश में जाते अब भूलो ना चले
गाइस हामी चाहिँ अहिले बिरपारा भन्ने ठाउँमा आइसक्यो मालबजारदेखि झन्डै 2 घन्टा भन्दा नि 1 घन्टा 40 मिनट लाग्यो ल हामी चाहिँ जयगाउँ जाने बस चढिसक्यो बस चाहिँ हो एकदम ठुलो छ बस चाहिँ मेरो आवाज चाहिँ सुनिरहेको छ कि छैन मलाई पनि थाहा पाइन जस यस्तो छ साथीहरु ए दाइ हाई भनेर म के हो त्यो अब यहाँ लगभग हामी 1 घन्टामा पुग्छ होला यहाँदेखि जयगाउँ बिरपारादेखि झनै 54 किलोमिटर रहेछ अब हामी 11 बजेर 15 मिनेट गइसक्यो लगभग हामी 12 बजेतिर पुग्छ होला आज न्यू इयर हो न्यू इयरको छुट्टी हामी चाहिँ छुट्टीमा चाहिँ के गर्ने भयो त्यही भएर चाहिँ अब जयगाउँ घुम्नु लागि जाँदैछौँ जयगाउँ फुन्चोलिङ पुग्छ होला हामी जयगाउँ फुन्चोलिङ यताउता सबै ठाउँ घुमेर मजाले भरे ट्रेनमा आउने ट्रेनमा अब के जाओस् न एक दुई शब्द ल मेरो त पुरा घाँटी हिजो अलिकति चिसो बेसी भएछ घाँटी दुखेको छ कि सक्दैन बोल्नु सक्दैन ल गाइस अब यस्तै छ जिन्दगी चलिरहेछ घुम्दैछु छुट्टीमा हो त्यही हो 6 दिन चाहिँ एकदमै नेममा एकदम टाइट गरे बस्यो नि त आज एकदम फुल्ल भइरहेछ हो 4:30 देखिको अब 10:30 सम्म बेलुका एकदम टाइटमा बसिरहेको आज न्यू इयरमा बाहिर निस्किनु त एकदम खुसी भइरहेको छु एकदम फुल आकाशको चरिजाउँ भइरहेको छु हो हामी सबैजना यस्तो भइरहेछ यस्तो छ त्यो चाहिँ काकातिर जयगाउँतिर जाने होला ट्रक होला कि हाम्रो कत्रो ठुल्ठुलो रहेछ आमा आज टक्कै यहाँ गाडीमा बसिरहेको छु कहिले जाने खै थाहै छैन पुरा रोकिरहेछ गर्मी नि उत्तिकै छ हो हामी चाहिँ माथि त्यो के अरे पहाड हिमालतिर माथि जाडो ठाउँतिर बसिरहेको यहाँतिर त यस्तो लास्टै गर्मी होइन गर्मी आमा गर्मीमा बस्न नसनै रुगा लागिरहेछ आउँदैछ यस्तो छ लकाउ चाहिँ ल भयो के भन्ने होइन त्योभन्दा अब जाने त होइन दस बजे सबैलाई पुग्दैन नि भिडियो बनाऊ है आफ्नो शरीरको अब ख्याल राखेको मेरो 20 एक होइन 10 मिनट उब्रेको छ त्यो त अघिको जति रहेछ त अघिको जति पायो अघि त 20 रुपियाँको
जयगाउँ पुग्यो झन्डै 4 घन्टा लाग्यो आम्मामा बुढी चुप्रे यहाँ आयो फुन्चेली भयो अब खोइ गाइस यत्रो ल हामी चाहिँ यहाँ जयगाउँको बस स्ट्यान्डमा पुग्यो लास्ट दुःख भयो म 12:30 भयो भोक लागेर चुर भयो अब के गर्ने हो खोइ अब के गर्ने अब फुन्चेली जाने त होला नि है हो होला खान्छ देखि एकजना उतापट्टि अब त भुटान गेटमा जाने हामी भुटान गेट थाकिरहेछ कसम भोक लागिरहेन भोक लाग्यो अब 9 बजी निस्केको 12:30 पुऱ्याइदियो लोकल बसमा आएको के गर्ने अब भने त ट्रेन नठाएर त हुँदैन टावर टक्या तोपा त यहाँ भन्छ यस्तै छ जिन्दगी यो त सबैलाई भन्नु हुँदैन सेक्रेट हो कोही तिम्रो सामानहरू किन्ने कता भइदिनु हो कहाँ किन्छ अब यहाँ सामान यसो बजार केमा त अहिले अगाडि पछि बस्दै जान्छ घर आडेमा यहाँबाट फेरि होइन कि हामी बसमा त्यहाँसम्म जाने त्यहाँदेखि यसमा जाने टुटुमा जाने त नि त्यही त टुटुले लिन्छ 20 रुपियाँ गरेर बसले 20 40 यहाँबाट 10 50 सेम परेन नि पैसा 10 रुपियाँ पऱ्यो नि त 300 दिनु मैं आग्रह करूंगा सभी लोग कृपया खड़े हो जाइए अभी हम लोग हमारे शहीदों के लिए हम लोग आज को याद करेंगे कांग्रेस पार्टी मौन धारण करते हुए हम लोग मौन धारण कर रहे हैं भुटान गेट पुग्यो भुटान गेट देखाउनु परेन वाली मात्रै देख्दैछ त चलेंगे एवं राष्ट्रगान गाने के लिए आप लोग सावधान मुद्रा में आ जाए प्लीज राष्ट्रगान शुरू करेंगे राष्ट्रगान शुरू जय आज हमारा ये 25वां जाँदा त पाउँदैन होला है बोल्दै गर्नु के हो के हो जाना के चाहिँ गेट होला है
평생 일로 가 나기네. 다음에 내면 되죠 그래서. हैन यो कुरा गरेर पाउँछ क्या यो उसको त्यो रहेछ नाता गरेर रहेछ नि त ढावाले सजिलो छ कि ट्राई गरौँ न दिमाग यार काट्छ भने त सोझो छैन मान्छे जाने ठाउँ चाहिँ यताबाट रहेछ हो हामी त नेपालको हो अब खै नेपालको हो यहाँ भोट आइडीहरू पनि केही छैन खै हाम्रो साथी एकजनाको चाहिँ भोट आइडी छ कि अनि त्यो भित्र जाँदैछ कुरा गर्नु भोक लाग्यो भोक खाना पनि पाउँछ कि पाउँदैन खै हो हेलो एभ्रिवान अहिले हामी होटलमा छौँ खाना डिनरको लन्चको लागि तर त्यहाँ भुटान गेटमा चाहिँ मतलब भुटानभित्र छिर्नु पाएन हाम्रो साथी एउटाको चाहिँ भोट आइडी थियो हो तर सबैजनाको चाहिन्छ अरे त्यही भएर हामी चाहिँ हाम्रो चाहिँ थिएन हो अन्त भित्र जानु पाएन तर केही छैन अनि भुटान गेट पनि देखियो है अहिले एकदम भोक लाग्यो कि अहिले राम्रो होटलमा आएको छु खाना खानु लागि ब्याकग्राउन्ड सिन थिएन स्पुन यहाँ मेरो त आएको छैन अचारहरू पाउँछ नि अचारहरू यही हो यस यही मात्रै हो सवारको अचारहरू अर्को चाहिन्छ दिन्छु म तपाईँलाई चाहिन्छ हजुर ल्याउनु नि बिस्तारै गयो केटाहरू बिस्तारै गयो दिन्छु नि बिस्तारै गयो बिस्तारै बिस्तारै कुन्जुलिङमा आएको त यार फ्रीमा भात पाउँदो रहेछ यार साँच्ची हो आज आज न्यु इयरमा त फ्रीमा रहेछ कति स्पेसल रहेछ हेरेको टाउकोले के हो तिम्रो टाउको देख्दैन रहेछ त आज न्यु इयरमा यता खाना फ्री रहेछ जयगाउँमा आएको न्यु इयरमा खाना फ्री यो चाहिँ रोटी चाहिँ छिटो रहेछ ल रोटी चाहिँ छिटो रहेछ है नान नान दाल मखनी होला है ल अब खाउँ
गाइस अब खाना पनि खाइसक्यो अब अलिकति घुमघाम हुन्छ होला हो त्यसपछि फेरि फर्किनुपर्छ हौ ओ त दे भुटान नलो रे त मोबाइल हेलो जाँदैछ मेरै चलेछ हैन बढे हाल्दिन्छु ए भुटान किबुदो थे भुटान ब्रुकला लाइन ट्राम शुट दा दे सिगदा ओ सब भुटान सुनसुली ए भुटान दे रे भुटान हाँ ठीक है वीडियो चला जी हो ये ओ भुटान ते संग दुदा दे मी संग दुदा दे सिगदा ट्राम दुवा दे हम भुटान ले लो मैं दुदा भुटान ले लो दु सिगा आ दे भुटान ट्राम दुवा Oh, deh budan stuff. Deh budan sama juga. Train. Train is coming.